हेलो नमस्कार सम्पूर्ण मेरो भिडियो हेरेर बसिरहनुहुने सम्पूर्णमा एकदमै हृदयदेखि धन्यवाद र नमस्कार दिन चाहे। र आज म चाहिँ आफै कार्यरत हैन आफै काम गर्ने ठाउँ म देखाउन गइरहेको छु। यो चाहिँ कोरियन बीबीक्यू हो। यहाँहरू पनि आउन सक्नुहुन्छ अनि यसको लोकेसन म दिनेछु। एकदमै राम्रो सुन्दर सफा ठाउँ हो। यो चाहिँ एकदमै राम्रो छ। सबै परिवारहरू आएर खान मिल्ने ठाउँ। यहाँ चाहिँ सेपरेट रुमहरू चाहे पनि सेपरेट रुमहरू छ। अनि यो चाहिँ विशेष गरी फ्यामिलीहरू आएर खाने ठाउँ हो। अनि यो चाहिँ कोरियन अल्कोहलहरू पनि पाइन्छ यहाँ विभिन्न परिकारका। अनि यो चाहिँ हाम्रो प्रत्येक ठाउँमा भएको ब्रान्चहरूको तस्बिरहरू हो। अनि यो चाहिँ कोरियाका एकदम पपुलर सिङ्गरहरूको पिक्चरहरू पनि हामीले तल राखेका छौँ र सबै ब्रान्चको पिक्चरहरू लगायत यहाँ चाहिँ पेनहरू पनि राखेको छ। यहाँ कस्टमरहरू आउँदाखेरि उहाँलाई मन परे लिएर जान सक्नुहुने गरी हामीले राखेका छौँ। अनि कोरियनका अल्कोहलहरू सबै विभिन्न प्रकारका जुसहरू पनि रहेको छ। अनि विशेष गरी यो चाहिँ परिवारहरू सबै आउनु भएर टक्क बसेर खाने ठाउँ। अनि एयरकन्डीसनहरू पनि छ यहाँ। एकदमै सबै कुरा एकदम सुविधा सम्पन्न। यो चाहिँ एकदमै सर्भिस एकदमै राम्ररी गर्नेछौँ हामीहरूले। अनि आफ्नै परिवारलाई जस्तै गरी सबै कुरा मात्र मुखमा हामीले लगाउँदैनौँ, मुखमा खुवाउँदैनौँ, अरू सबै हामीले गरिदिने हो। हाम्रा सर्भिसम्यानहरूले चाहिँ एकदमै राम्ररी उहाँलाई सर्भिस गर्नुहुन्छ। यसरी सेपरेट तरिकाले बस्ने ठाउँहरू पनि रहेको छ। अनि यहाँ चाहिँ कोरियनका कुनै विशेष कुराहरूलाई मात्र पैसा लाग्छ, अरू सबै प्रायः फ्रीहरू सर्भिसहरू एकदमै धेरै छ। राम्रो खानुभयो भने सर्भिसहरू पनि छ एकदमै। यो चाहिँ कोठा हो। यहाँ चाहिँ 9-10 जना आएर खाना मिल्न सक्ने र 20-25-50 जना भने आएर पनि खाना मिल्ने त्यस्तो ठाउँ हो चाहिँ। अनि बाहिरको दृश्यहरू पनि हेर्न सक्नुहुन्छ। यहाँ बसेर भ्युजहरू उता पछाडि हेर्न सक्नुहुन्छ। अर्को कोठा पनि देखाउन गइरहेको छु र कोठामा पनि र यहाँ बसेर फ्यामिलीहरू एकदम बिग फ्यामिलीहरू आएर एकदम इन्जोय गर्न सक्नुहुन्छ यहाँ चाहिँ। अनि धेरै नै राम्रो सुन्दर छ। एकदमै सबै कुरा पाउनुहुनेछ यहाँ। हेर्नुहोस् दृश्य एकदम हजुरले प्रष्टै देखेछ। त्यहाँ टिभी पनि राखेको छ, फुटबलहरू हेर्न सक्नुहुन्छ सबै कुरा। हस् त नमस्कार, धन्यवाद। मन परे लाइक र कमेन्ट गरिदिनु हुन अनुरोध गर्दछु। धन्यवाद।